गोल्ड र सिल्भरको रेटमा आज पनि नेपाली मार्केटमा ठुलो गिरावट देख्न सक्छौँ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार पनि सुन र चाँदीको मूल्य घटेर क्लोज भएको थियो भने आज स्टार्ट हुँदा पनि घटेरै ओपन भइरहेछ। हामीले आज पनि थोरै मूल्यमा घटेको देख्न सक्छौँ। अनि अहिले तेलको एकदमै ठुलो हाहाकार मचेको छ, रेट एकदम बढेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिदिन बढेको छ। प्लस डलरको रेट चाहिँ यो साउथ एसियन कन्ट्रीहरूमा डलर स्ट्रङ भएको हामी देखिरहेछौँ। आफ्नो देशको मूल्य अवमूल्यन भएको देखिरहेछौँ। त्यो कारणले गर्दा मेरो एउटा रिक्वेस्ट के छ भनेदेखि हामी नेपालीहरूले जसले पनि यो भिडियो हेरिरहनु भएको छ उहाँहरूले चाहिँ अहिले अनावश्यक रूपमा खर्च केहीमा पनि नगर्नु होला। इन्फ्लेसनको रेट कहाँ पुग्छ भन्ने कुरा अहिलेसम्म अड्कल पनि गर्न सकेको छैन। पाकिस्तान जस्तो देशमा 600 रुपियाँ प्रति लिटर तेल पुग्न लागिसक्यो। नेपालमा पनि 300 को हाराहारीमा तेल पुग्यो भने यहाँको पनि अस्तव्यस्त हुन्छ। हाम्रो जीवनशैली पनि एकदम अस्तव्यस्तै हुन्छ। इन्फ्लेसन रेट एकदम बढ्नेवाला छ। हजुरहरूसँग भएको पैसा लगानी गर्ने ठाउँमा एकदम सुरक्षित लगानी गर्ने ठाउँ छ भने गर्नु होला, नत्र अहिले अनावश्यक वस्तुमा खर्च नगर्नु होला। आफ्नो पैसा सुरक्षित राख्नु होला। भोलिको दिनमा फेरि अब एकदमै इन्फ्लेसन रेट बढ्यो भने त खाद्यान्नहरूको नि भाउ महँगो हुन्छ। त्यही भएर अहिलेको अवस्थामा अनावश्यक कुरामा, देखावटी कुरामा खर्च गर्नु चाहिँ एकदमै मूर्खता हो। हजुरहरू त्यसप्रति चाहिँ एकदम सजग रहनुहोला। यो मैले अब सबैको लागि राम्रै हुन्छ भनेर भनेको। अब हजुरको जे इच्छा छ।